यो टावर को भ्यू हो तल फन पार्क रहेछ देख्न सक्नुहुन्छ धेरै निकै नै टाढा रहेछ हेर्नुस् घरहरु पनि सानो सानो देखिदैछ यो अग्लोबाट अरु तीनटा साथीहरुमा यो सानो चाहिँ तल यस्तो मुनि देखिदो रहेछ यो के लागो हो थाहा छैन सिटी मसिनो देखिदो रहेछ अब यतापट्टिको दृश्य यस्तो छ सार्कको सबैभन्दा अग्लो बिल्डिङ यहाँ पर देखिदैछ अब हामी सबसे टप तलामा जाँदैछौँ यहाँबाट के देखिन्छ हेरौँ अब यहाँबाट टेलिस्कोप यहाँ रहेछ टेलिस्कोपबाट के देखिन्छ थाहा छैन यहाँ एउटा दूरबीन रहेछ अब यो टेलिस्कोप हो कि बायोस्कोप हो थाहा छैन तर दृश्य हेर्ने रहेछ दृश्य हेर्नुस् कहाँबाट है तर यो घुम्दो पनि रहेछ है यो चाहिँ दुई भागमा पार्टिसन गरेको रहेछ खानुपर्छ दुई भागमा पार्टिसन गरेको रहेछ यो चाहिँ घुम्ने रहेछ यहाँ हाम्रो भान्जा हुनुहुन्छ उहाँ एकदम बिर्सिसक्नुभयो उहाँको भिडियो आएन भनेर उहाँलाई मेरो क्यामेरामा कैद गरिसकेको छु यता मिस्टर विवेक छ त्यस्तै गरी हामी यहाँ तीनजना हेर साथी हो हामी तीनजना यहाँ छौँ यसको बनावट चाहिँ यस्तो रहेछ हेर्नुहोस् बनावट यस्तो रहेछ हेर्नुहोस् माथि टुप्पोमा यस्तो रहेछ टावरको टुप्पोमा ठाउँ ठाउँमा यो दूरबीन चाहिँ राखिदिएको रहेछ ठाउँ ठाउँमा दूरबीन यो छ तर यहाँ कोइन 100 फिल्स होला सायद कोइन हालेर हेर्नुपर्ने रहेछ फ्रीमा चाहिँ देख्न नपाइने रहेछ तल हेर्नुहोस् मुनि बिल्डिङको स्ट्रक्चर यस्तो छ सिटी यस्तो छ हेर्नुहोस् आङजिरिङ हुने खालको तल भुइँ हेर्नुहोस् कहाँ हो धेरै नै अग्लो रहेछ टाढाबाट हेर्दा खासै अग्लो नदेखे तापनि नजिकमा आउँदा चाहिँ निकै अग्लो रहेछ धेरै नै अग्लो रहेछ तपाईहरु आफै पनि अनुमान लाउन सक्नुहुन्छ भुइँतिरको गाडीहरु हेरेर गाडीहरु कति टाढा छ भनेर हेर्नुहोस् मान्छेहरु त धेरै देखिदैन अब यो साइडमा हेर्नुहोस्